अब सधैँ काममा जाने बेलामा मैले बहिनीलाई लिएर जाने गर्थेँ नि त। बहिनी भइसकेपछि मलाई अलिकति हेल्प पनि हुन्थ्यो, काम पनि छिटो सकिन्थ्यो। यो पालि चाहिँ म एक्लै नै गइरहेको छु। हुन त बहिनीले भन्छ अझै पनि टाइम छ, म जान्छु के भयो त भनेर, तर मलाई चाहिँ कस्तो कस्तो हुन्छ कि अब एक दिन गएर भएन, 2 दिन गएर भएन, बानी त मलाई पार्नु नै छ। बिहा भएर बहिनी जान्छ होइन, म अहिलेदेखि नै बानी पार्छु भनेर म चाहिँ अहिले एक्लै गइरहेको छु। एक्लै भनेर पुरै रातिमा एक्लै त छोडिदिनु न मलाई चाहिँ लोकेसनसम्म पुऱ्याउने काम चाहिँ श्रीमानज्यूकै छ। आज पनि मलाई 3:30 बजी छपियाको लागि निस्किनु पर्ने थियो। यताउता गर्दा 4 बजिसकेको थियो। मलाई लोकेसनमा पुऱ्याएर उहाँ फर्किनु भयो। उहाँ हुनुहुन्थ्यो हाम्रो ब्राइड। घरबाट निस्किने बेला ब्राइडलाई फोन गर्ने गर्छु कि म घरबाट निस्केँ, यति मिनटमा त्यहाँ आइपुग्छु, हजुरहरू चाहिँ फ्रेस भएर रेडी भएर बस्नु ल भनेर। त्यति भन्दै पनि म त्यहाँ गएर कुर्नु बनिरहेको हुन्छ कि कहिले चाहिँ उहाँहरूले नुहाउनु भएकै हुँदैन, कहिले चाहिँ उठ्नु भएकै हुँदैन। तर उहाँ चाहिँ यस्तो पहिलो ब्राइड हुनुहुन्थ्यो जसले चाहिँ मलाई आफै फोन गरेर दिदी म रेडी भएर बसेको छु ल, यति बजे आइपुग्नु ल भनेर भन्नुभएको। यस्तो भयो भने चाहिँ यस्तो खुसी लाग्छ अनि काम गर्न पनि यति आनन्द आउँछ है। उहाँले पनि अरू ब्राइडले जस्तै मजाले मलाई ऐना नहेरिकन मेकअप गर्न दिनुभएको थियो, पुरै ट्रस्ट गरेर। तर मैले लास्टमा चाहिँ फिक्स गर्नुभन्दा अगाडि उहाँलाई ऐना देखाएको थिएँ। मेकअपमा एकदम राम्रोसँग चित्त बुझाइसकेपछि मात्रै मैले उहाँको अरू कुराहरू गरिदिएको थिएँ। अब मेकअप गरिसकेपछि हेयर अनि घुम्टो साडीहरू फिक्स गरिसकेपछि उहाँ चाहिँ यस्तो देखिनु भएको थियो। पुरै रेडी भइसकेपछि मैले उहाँलाई सोधेको थिएँ कस्तो लाग्यो हजुरलाई सर्भिस भनेर, र उहाँले भन्दै हुनुहुन्छ कस्तो लाग्यो हजुरलाई एकदम राम्रो राम्रो लाग्यो, सेटिस्फाई एकदम 10 on 10 आफ्नो काम सकिसकेपछि यस्तो राम्रो कम्प्लिमेन्ट पाउँदा साह्रै खुसी लाग्ने कि। अनि म निस्किनु लागेको थिएँ, नास्ता खाएर निस्किनु भनेर भनेको हुनाले मैले नास्ता खान थालेँ। अनि उहाँ सँगसँगै मैले उहाँको ठुलो मम्मीको र मम्मीको पनि मेकअप गरेको थिएँ। मम्मीलाई चाहिँ यहाँ भिडियोमा समेट्न पाएँ तर ठुलो मम्मीलाई सकिनँ। थ्याङ्क यू।